के तपाईको कुनै सम्बन्धहरू बिग्रिएको छ? के तपाईँ कसैसँग असमझदारीका कारण टाढिनु भएको छ? परमेश्वरले हामीलाई सम्बन्धहरू पुनर्स्थापना गर्न बोलाउनु भएको छ। आजको सन्देशमा हामी सिक्ने छौँ कसरी टुटेका सम्बन्धहरू, सङ्गतिहरू हामी जोड्न वा पुनर्स्थापना गर्न सक्छौँ। बाइबलले के भन्दछ? अन्त्यसम्म यो भिडियोलाई हेर्नुहोला। आजको यो शिक्षाले तपाईको जीवन पक्कै पनि परिवर्तन हुनेछ। तपाईलाई फेरि पनि आज स्वागत तथा जय मसीह छ। आउनुहोस् हामी विषयमा प्रवेश गर्नेछौँ। हाम्रो जीवनमा मानिसहरूसँग कतिचोटि टकराउ हुन्छ, असहमति हुन्छ, मनमुटाउहरू पनि आउन सक्छ। तर परमेश्वरले हामीलाई मेलमिलाप गर्न बोलाउनु भएको छ। सम्बन्धहरू बचाउन र त्यसलाई बलियो बनाउन हामीले के कुराहरू पालन गर्नुपर्छ? आउनुहोस् त्यो कुराहरूलाई आज हामी विस्तारित रूपमा हेर्नेछौँ। पहिलो छ, समस्याबाट भाग्नुभन्दा समाधान खोज्नुहोस्। सम्बन्ध टुट्दाखेरि कतिचोटि टाढा हुने वा मानिसहरूलाई व्यवस्था गरिने हामी गर्दछौँ। र परमेश्वर चाहनुहुन्छ हामीले ती समस्याहरूको समाधान गर्न अग्रसर गरौँ, अगाडि बढौँ। हामी यसलाई व्यावहारिक रूपमा यसरी पनि लिन सक्छौँ कि दुईजना मित्रहरू थिए, रमेश र सुमन। तिनीहरू एउटा सानो कारणले तिनीहरूको बिचमा मनमुटाउ भयो, झगडा भयो अनि तिनीहरूको बिचमा बोलचाल पनि बन्द भयो, जसले गर्दा तिनीहरूको पहिलाको त्यति मिठो बलियो सम्बन्ध बिग्रियो। यदि तिनीहरू दुईमध्ये कसैले पनि समस्याहरूबाट भाग्नुभन्दा त्यसको समाधान खोजेको भए तिनीहरूको मित्रता कायम रहने थियो। बाइबलले भन्दछ, मत्ती 5:9 हामी पाउँदछौँ, धन्य मेलमिलाप गराउनेहरू किनभने तिनीहरू परमेश्वरका छोराछोरीहरू कहलाइनेछन्। यस पदले हामीलाई भन्दछ कि मेलमिलाप गर्न मानिसहरू, यस पदले बताउँछ कि मेलमिलाप गराउने मानिसहरू परमेश्वरका वास्तविक छोराहरू। त्यसो भए हामी के गर्ने? यदि तपाईँको कसैसँग मनमुटाउ भएको छ, मिसअन्डरस्ट्यान्डिङ भएको छ भने के गर्ने? खुलेर कुरा गर्नुहोस्, समाधान खोज्नुहोस्, समस्याबाट नभाग्नुहोस्, तब त्यो सम्बन्ध सुल्झिनेछ। दोस्रो पनि त्यस्तै छ, शान्तिको लागि हामीले नै पहल गर्नुपर्छ। मेलमिलाप हुन्छ होला भनेर हामी पर्खिरहनु हुँदैन, बरु आफै अगाडि बढ्नुपर्छ। पहिलो पाइला आफैले चाल्नुपर्छ। इनिसिएटिभ भन्छ, पहिला हामीले त्यो कुरो गर्नुपर्छ अनि परमेश्वरले त्यो कुरोहरूमा आशीर्वाद दिनुहुन्छ। व्यावहारिक रूपमा हामीले यसलाई कसरी लिन सक्छौँ भन्दाखेरि कुनै दुईजना भाइहरूको तिनीहरूको अफिसमा वाद विवाद भयो अनि तिनीहरू रिसाएर बोल्न छोडे। केही दिनपछि एकजना भाइले चाहिँ पहल गरेर अर्को भाइसँग कुरा गरे र आफ्नो गल्तीलाई स्वीकार गरे र दुवैले समाधान निकाले। यदि ती दुईजना मध्ये त्यो एकजनाले पहल नगरेको भए त्यो सानो असमझदारी, मिसअन्डरस्ट्यान्डिङले ठुलो समस्या लिने थियो अनि तिनीहरूको त्यो पहिलाको सम्बन्ध कहिले ठिक नहुने गरी बिग्रिने थियो। त्यसै कारण हामीले पहिले पहल गर्नुपर्छ। बाइबलको पुस्तक रोमी 12:18ले भन्दछ, हुनसक्छ भने सकेसम्म सबैसँग शान्तिमा बस। यो पदले भन्छ कि हामीले आफ्नो तर्फबाट सबै मेलमिलापको प्रयास गर्नुपर्छ, कोसिस गर्नुपर्छ। त्यसो भए हामीले के गर्ने त भन्दाखेरि अरू व्यक्तिले पहल गर्ला भनेर हामी पर्खि नबसौँ, तर तपाईँ आफै अगाडि बढ्नुहोस्, मेलमिलापको पहल गर्नुहोस्। तेस्रो पनि त्यस्तै छ, हामीले अरूको कुरालाई ध्यान दिएर सुन्नुपर्छ। धेरै मिसअन्डरस्ट्यान्डिङहरू कतिचोटि गलत बुझाइबाट कुरा नसुन्दाखेरि या त पुरा कुरा नबुझेको कारणले आउँदछ। यदि हामीले अर्को पक्षको पनि दृष्टिकोणलाई बुझ्नु हो भने तिनीहरूको पुरा दृष्टिकोण र कुरालाई सुन्नुपर्छ। तब हाम्रो बिचमा हुने त्यो टक्राउहरूबाट हामी बाँच्न सक्छौँ। दुईजना दिदीबहिनी हुनुहुन्थे अनि एक दिन एकजना बहिनीले रिसाएर अर्को बहिनीसँग नराम्रो व्यवहार गरे। यसलाई पनि हामीले व्यावहारिक रूपमा कसरी बुझ्ने भन्दाखेरि रिता र कविता दुईजना दिदीबहिनीहरू थिइन् अनि एक दिन रिताले रिसले कवितासँग नराम्रो व्यवहार गरिन् अनि कविता बोल्न खोज्दा पनि रिताले लगातार आफ्नै कुरा मात्रै माथिबाट राखिन्, उसलाई बोल्नै दिएनन्। तर पछि जब रिता मौन भएर कविताको कुरा ध्यानपूर्वक सुन्न थालिन् तब उनले कविताको पीडालाई बुझ्न सकिन् र तिनीहरूको बिचको जुन चाहिँ मिसअन्डरस्ट्यान्डिङ थियो त्यो मेटेर गयो। बाइबलले पनि हामीलाई यसरी भन्दछ,
याकुब 1:19 मेरा प्रिय भाइहरू, यो कुरा जान प्रत्येक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्छ। यसै कारण सबैभन्दा पहिले हामीले अरूको कुरालाई सुन्नुपर्छ। बाइबलले भन्छ कि पहिला सुन्ने बानी बसाल्नुपर्छ, न कि तुरन्तै प्रतिक्रिया दिइहाल्ने, नबुझिकन जवाब दिइहाल्ने हामी हुनु हुँदैन। त्यसो भए हामीले के गर्ने त? बहस गर्नुभन्दा पहिले अरूको कुरालाई हामीले ध्यानपूर्वक सुन्नुपर्छ। तेस्रो छ प्रेमपूर्वक सत्य बोल्नु। सत्य बोल्नुपर्छ, तर प्रेमको साथमा। कठोर वा निन्दात्मक व्यवहारले सम्बन्धलाई बिगार्न सक्छ। कतिचोटि हामीले सत्य कुरो त हो नि भनेर एकदमै डाइरेक्ट कतिचोटि भनिरहेको हुन्छौँ। अर्जुनले आफ्नो साथी विकासको गलत बानी देखेर केही नभनौँ भनेर उसले सोच्यो, किनभने उसले विकास रिसाउँछ कि भनेर उसको मनमा चिन्ता थियो। तर पछि अर्जुनले प्रेमपूर्वक विकासलाई भने, म तिमीलाई माया गर्छु, त्यसैले तिमीलाई यो गल्तीबाट म जोगाउन चाहन्छु। विकासले त्यो कुरो बुझ्यो र उसले आफ्नो जीवनमा सुधार ल्यायो। यसै कारण कतिचोटि हाम्रो बोलीले पनि सुधार ल्याउँछ। कतिचोटि हामीले डाइरेक्ट भन्छौँ, मान्छेलाई राम्रै कुरा भने तापनि त्यो भन्ने तरिका गलत भएको कारण मान्छेहरूको मनमा चोट पुग्छ। यसै कारण बाइबलले भन्दछ इफिसी 4:15 बरु प्रेमसित सत्य बोल्दै हरेक कुरामा हामी उहाँसम्म अर्थात् ख्रिस्टसम्म बढ्दै जाउँ, जो शिर हुनुहुन्छ। सत्य बोल्नु महत्त्वपूर्ण छ, तर त्यसलाई प्रेमपूर्वक भन्नुपर्छ हामीले। त्यसो भए हामीले के गर्ने त? यदि कसैले गल्ती गरेको देख्नुहुन्छ भने उसलाई गाली गरेर होइन, तर प्रेमपूर्वक सम्झाउनु पर्छ। यसै कारण प्रेमपूर्वक बोल्नु महत्त्वपूर्ण कुरो हो। पाँचौँ छ अरूको भावना बुझ्ने प्रयास गर्नुहोस्। अरूलाई पनि चोट लाग्न सक्छ, त्यसैले उनीहरूको पीडालाई बुझेर हामी कतिचोटि संवेदनशील हुनुपर्छ। प्याच्च भन्नु हुँदैन हामीले। उदाहरणको रूपमा हामीले यसरी हेर्न सक्छौँ, दीपकले सोच्यो कि उसको साथी सन्तोषले उसलाई व्यवस्था गर्न थालेको छ, तर पछि दीपकले बुझ्यो कि सन्तोष आफ्ना परिवारको समस्या बोकेर ऊ मनमा नै डिप्रेसनमा थिए। यदि दीपकले पहिले नै सन्तोषको भावना बुझ्ने प्रयास गरेको भए उनीहरू बिचको गलतफहमी हट्ने थियो। यसै कारण कतिचोटि हामीले मानिसहरूको मनस्थिति नबुझिकन उनीहरूसँग हामीले व्यवहार गरिरहेका हुन्छौँ। यसलाई हामी बाइबलको सन्दर्भमा यसरी हेर्न सक्छौँ, फिलिपी 2:4ले तिमीहरू हरेकले आफ्नो हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर। आफ्नो भन्दा अरूको भावनालाई हामीले बुझ्ने कोसिस गर्नुपर्छ। कतिचोटि हामी आफ्नै भावनालाई माथि राखिरहेका हुन्छौँ। त्यसो भए हामीले के गर्ने त? अरूको समस्यालाई बुझ्न र उनीहरूको स्थितिमा आफूलाई राखेर सोच्न सक्नुपर्छ हामीले। छैठौँ र अन्तिम छ हामी क्षमा गर्ने व्यक्तिहरू हुनुपर्छ। परमेश्वरले हामीलाई जसरी क्षमा गर्नुभयो हामीले पनि अरूलाई क्षमा गर्नुपर्छ। व्यावहारिक रूपमा हामीले यसलाई यसरी हेर्न सक्छौँ, दुईजना मित्रहरू थिए, सञ्जय र रवि। तिनीहरूको बिचमा कुनै एकजनाले गल्ती गरेर तिनीहरूको बिचमा मनमुटाउ भयो, रिसारिस भयो, झगडा भयो। पहिले त उसलाई माफ गर्न सकेन, तर पछि उसले जब बाइबल अध्ययन गरे, बाइबल पढ्दै गए, उसले आफ्नो मित्रलाई क्षमा गर्नुपर्छ भन्ने कुरो उसले बुझे र उसले आफ्नो मित्रलाई क्षमा दिए र पुनः तिनीहरूको मित्रता बलियो भयो। कलसी 3:13ले भने चाहिँ एउटाले अर्कालाई सहने गर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने एक अर्कालाई क्षमा गर्ने गर। जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभयो त्यसरी नै तिमीहरूले पनि क्षमा गर्नुपर्छ। परमेश्वरले जस्तै हामीले पनि क्षमा गर्न सिक्नुपर्छ एकअर्कालाई। हामीले पनि अरूलाई क्षमा गर्नुपर्छ। यसै कारण यदि कसैले तपाईँलाई चोट पुर्याउँछ भने तपाईँले त्यो व्यक्तिलाई क्षमा गर्नुपर्छ। यसै कारण निष्कर्षमा हामीले आजको सन्देशबाट के बुझ्ने भन्दा परमेश्वरले हामीलाई प्रेम र मेलमिलापको जीवन जिउन बोलाउनु भएको छ। सम्बन्ध बिग्रिएको छ भने त्यहाँबाट भाग्ने होइन, तर समाधान खोज्ने हुनुपर्छ। रिसाएर चुप बस्ने होइन, तर पहिले कदम चाल्ने, पहल गर्ने हामी मानिसहरू हुनुपर्छ। विवाद बढाउने होइन, तर विवादलाई शान्त गर्ने मानिसहरू हुनुपर्छ। अरूको भावनालाई बुझ्ने हुनुपर्छ। कठोर बोल्ने होइन, तर प्रेममा सत्य बोल्ने, गुनासो राख्ने होइन, तर क्षमा गर्ने मानिसहरू हुनुपर्छ। के तपाईँको कसैसँग मेलमिलाप गर्न अझै आवश्यक छ? तपाईँले आजै पहल गर्नुहोस् र आफ्नो बिग्रेको सम्बन्धलाई, सङ्गतिलाई पुनर्स्थापित गर्नुहोस्। मत्ती 5:9ले भन्दछ, धन्य मेलमिलाप गराउनेहरू
किनभने तिमीहरू परमेश्वरका छोराछोरी कहलाइने छन्। धन्यवाद भिडियोलाई अन्तसम्म हेरेर साथ दिनुभएको लागि। फेरि पनि हामी अर्को भिडियो लिएर तपाईँहरूको बिचमा आउने नै छौँ। तबसम्मको लागि बिदा चाहन्छौँ। जय मसीह। परमेश्वरले तपाईँहरू सबैले आशिष दिनुभएको होस्।